ओ बाबा त्यो घन्टी बजाउँदै कता हिँड्नु भएको बा भोट चाहिँ केमा हाल्ने हो नि घन्टीमा ए अनि पहिला केमा हुनुहुन्थ्यो तपाईँ पहिला सूर्यमा हुनुहुन्थ्यो अनि यसपालि चाहिँ किन घन्टीमा अलिकति परिवर्तन गर्ने ए भनेपछि बाबाको दिमागमा पनि घन्टी बजेछ खुसी लाग्यो जे होस् बाबासँग कुरा गर्न पाएर अब बाबाको दिमागमा त घन्टी बज्यो भने अब हामी युवाहरूको परिवर्तन चाहनेहरूको लागि त घन्टी नबज्ने भन्ने कुरै हुँदैन पक्कै पनि साथीहरू फेरि पनि नमस्कार सम्पूर्ण साथीहरूलाई यो फागुनको 21 गते नेपालको प्रतिनिधि सभाको चुनाव हुँदैछ तपाईँहरूले अमूल्य भोटको महत्त्व बुझेर सही व्यक्ति र सही व्यक्तिलाई जिताउँ यो स्थानीय चुनाव मेयरको चुनाव होइन तपाईँहरूले स्थानीय यो पालि त पहिला त उहाँलाई जिताएको अहिले पनि उहाँलाई नै जिताउँ किनकि यो ठाउँको विकास गर्नुभएको छ आफ्नो ठाउँको मात्रै होइन पुरा समग्र नेपालको चाहिँ विकास गर्नुपर्ने अवस्था आएको छ नेपाल झन्झन कमजोर हुँदै गएको छ अन्य राष्ट्र कहाँबाट कहाँ पुगिसक्यो होइन हामी युवाहरू चाहिँ अहिले प्रदेशमै एउटा सारा जिन्दगी नै प्रदेशमा कटाउनु पर्ने अवस्था आएको छ त्यसैले अब नेपालमै केही रोजगारी सृजना गर्नको लागि नेपालमै समृद्ध ल्याउनको लागि नेपालमै आर्थिक अवस्थाहरू सुधार गर्नको लागि सही नीति र सही नियम सही कानुन मात्र निर्माण हो भने यो सम्भव छ त्यसैले यो चुनाव भनेको सही नीति सही नियम सही कानुन बनाउनको लागि र त्यस्ता एकदम जान्ने बुझ्ने एकदम बुद्धिजीवी पढे लेखेका सबै कुरा देश विदेश घुमेका व्यक्तिहरूले मात्रै सम्भव छ होइन बुढापाखा है जमाना 8 पास गरेका 2 पास गरेका एसएलसी पास गरेकाले सम्भव छैन यो स्थानीय चुनाव जस्तो होइन साथीहरू तपाईँहरूले बुझ्दिनु होला तपाईँहरूले बुझ्नुभयो भने पनि कोही तपाईँले मतको सदुपयोग गर्न सक्नुहुन्छ होइन त्यसैले म यो भन्छु कि यो प्रतिनिधि सभा चुनावमा जति सक्दो पढे लेखेका एकदम विवेकशील व्यक्तिहरू बुद्धिजीवी व्यक्तिहरू देश विदेश घुमेका व्यक्तिहरूलाई नै चुनौँ र उहाँलाई नै मत दिएर जिताउँ अनि तब मात्र नेपाल सम्भव छ फेरि पनि भन्दैछु यदि जिताउने नै हो भने एउटै पार्टी र समग्र एकदम देशको हित चाहने व्यक्ति र देशको हित चाहने पार्टीलाई नै जिताउनुपर्छ त्यसको लागि अहिले पछिल्लो समयमा चाहिँ व्यापक भइरहेछ तपाईँहरूलाई भन्नै पर्दैन होइन तपाईँहरूले बुझिसक्नु पनि भएको छ तपाईँ जुनसुकै पार्टीको हुनुहुन्छ तपाईँ जुनसुकै पार्टीलाई समर्थन गर्नुहुन्छ व्यक्तिलाई समर्थन गर्नुहुन्छ तर यो पाला चाहिँ हाम्रो युवाहरूको भविष्यको लागि